एक अर्कोलाई हामीले माया गर्न जान्दैनथ्यौँ, एक अर्कोमा हामी प्रतिशोध, एक अर्कोलाई हामीले हेप्ने, एक अर्को प्रति नराम्रो कुराहरू सोच्ने हाम्रो भावना थियो। हेर्नुहोस्, परमेश्वरले तपाईँ हामीलाई एकै नासले सृष्टि गर्नुभएको थियो। परमेश्वरले छुट्याउनुहुन्न भने हामीलाई छुट्याउने के दरकार, कुन अधिकार हो? त्यसकारण हामीले सबैलाई हामी जस्तै हो भनेर ठान्नुपर्छ। दुष्ट चाल चाहिँ त्यहाँबाट सुरु हुन्छ। म लामो व्याख्या गर्दिनँ। अनि त्यसपछि परमेश्वरले के भन्नुहुन्छ, तिमीहरूको सबै पाप अपराधहरू जहाँबाट तिमीहरूलाई सताहट आउँदै थियो, जहाँबाट तिमीहरूलाई परीक्षा आउँदै थियो, त्यो सबै कुरामा अनि त्यसपछि क्षमा दिएर म आशिष दिनेछु। प्रिय हो, आज हामीले यति कुरा चाहिँ जानौँ, हामीलाई आशिष परमेश्वरले छुट्याउनु भएको छैन, हामीले लिन सकेको छैनौँ। हामीले लिन सकेका छैनौँ। त्यसकारण आशिष कहाँ छ भनेर भाग्नुभन्दा आशिष चाहिँ मलाई परमेश्वरले दिइसक्नु भएको छ। अब मैले लिनको लागि म तयारी हुनुपर्छ। मात्रै त्यति कुरा हो। केही कुरा त तपाईँले बुझ्नु होला।